हेलो साथीहरू, फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। अनि म चाहिँ हाँस्दै हाँस्दै कहाँ जाँदैछु त साथीहरू। अनि मलाई चाहिँ एकदमै आन्टीहरूले हँसाउँदै लाँदै हुनुहुन्छ नि त। अनि म चाहिँ एकदमै सो जाँदैछु, एकदमै मेरो चाहिँ भ्यू चाहिँ पनि आओस् नआए पनि आओस् भन्दै भिडियो बनाउनु चाहिँ छोडिनँ। सो गाइज अनि हेर्दै गर्नु होला। अब म चाहिँ एकदमै आन्टीहरूसँग गफ गर्दै जाँदैछु एकदमै फौजी क्याम्पतिर। अनि म चाहिँ फौजी गोली टिप्नको लागि। सो हामी चाहिँ खोलामा पनि पुगिसकेका छौँ गाइज। अनि पानी पनि एकदमै चिसो भएको कारणले गरेर जाँदैछु, तर पनि अनि एकदमै हामी चाहिँ पारिपट्टि पुगिसक्यौँ। अनि सो हेर्नु सक्नुहुन्छ पिकनिक खाने मान्छेहरू पनि एकदमै आइराखेको रहेछ साथीहरू। अनि यसो नजिक गएर हेर्छु भनेर हिँड्ने साथीहरू। अनि हेर्दा त सो एकदमै मुस्लिम मान्छेहरू पो रहेछ। अनि हामी चाहिँ यो खोला तरेर पनि पल्लो खोला तरेर जानुपर्ने हुन्छ साथीहरू। सो हामी चाहिँ तल चाहिँ एकदमै फौजीले गोली हानेको रहेछ नि त। अब मास्लो बाटो जानुपर्ने हुन्छ, तर यो खोला तरेर जानुपर्ने हुन्छ साथीहरू। अनि यहाँ चाहिँ मुस्लिम एकदमै धेरै आएको रहेछ। अब यो तरेर हामी चाहिँ एकदमै पारी पनि पुगिसकेको छौँ साथीहरू। अनि म चाहिँ नाच्दै उफ्रिँदै जाँदैछु। अनि यो पारिपट्टिको देखिने त्यो देख्नु हुँदैछ नि, त्यहाँ जानुपर्ने हुन्छ हामी चाहिँ। त्यही हो गोली टिप्ने ठाउँ। अनि हामी चाहिँ जाँदैछौँ। सो हामी चाहिँ पुग्नु पनि आँटिसक्यौँ होइन। अनि म चाहिँ यही पार गरेर अब गएर एकदमै टिप्नुमा पनि सुरु गरिसकेँ साथीहरू। सो हेर्नु होला। अनि मैले चाहिँ हतार टिपेर गोली पो टिपेँ कि भनेको त एकदमै ढुङ्गा टिपेछु। अब मलाई चाहिँ फर्स्ट टाइम हो नि त। अनि त्यही भएर फर्स्ट टाइम भएर चाहिँ मलाई एकदमै नि गोली टिप्नु आएर चाहिँ थोरै एक मुठी चाहिँ टिपेँ। त्यही भएर रिसाउँदै गुनगुनिँदै कुद्दैछु साथीहरू। अनि म चाहिँ फौजी क्याम्पमा पनि एकदमै पुगिसकेँ। अब घर हामी फर्केको हो। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। अनि देख्न सक्नुहुन्छ अब हामीले रोड क्रस गर्नुपर्ने हुन्छ। मलाई चाहिँ पुरा आन्टीले हाई हेलो भन्दै जिस्काउँदै हुन्थ्यो। म चाहिँ हाँस्दै हिँड्दैछु साथीहरू। सो अब घरमा पुग्नुपर्ने हुन्छ। 4 बजिसक्यो, 5 बज्नै यस्तो दौडिँदैछु साथीहरू, यस्तो दौडिँदैछु। अब रोड क्रस पनि गरेर जानुपर्नेछ साथीहरू। अनि हामी चाहिँ एकदमै रोड क्रस गरेर जानुपर्ने हुन्छ साथीहरू। सो हेर्दै गर्नु होला गाइज। यो भिडियोलाई फुल वाच गरेर माया गरिदिनु होला साथीहरू। बाई।